हेलो गाइज वेलकम छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई अनि आजको न्यू भ्लगमा पनि। अनि आज चाहिँ हाम्रो घरमा को आउँदै हुनुहुन्छ अनि हामी के गर्छौं अनि त्यसपछि तपाईहरु चाहिँ सबैले हेर्नु होला अनि कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्नु होला। अनि त्यसपछि के भन्न चाहन्छु हेर्नुहुन्छ भिडियो चाहिँ हेर्नुहुन्छ सबैले। एउटा म चाहिँ एउटा गुनासो गर्छु आज सबैले भिडियो चाहिँ हेर्नुहुन्छ अनि लाइक र कमेन्ट गर्न कन्जुसाइ किन गर्नु भएको गरिदिनु न है। हजुरको एउटा लाइक र कमेन्ट त के नै जान्छ र गरिदिनु। अनि भिडियो कस्तो लाग्छ जस्ताको जस्तै कमेन्ट गर्नु अनि केही कुराहरु सजेस्ट गर्नु छ भने पनि सजेस्ट गर्नुस्। हजुरको सजेस्टलाई चाहिँ म एकदम फलो गर्ने छु है। अनि आज चाहिँ म तपाईलाई एउटा अहिले चाहिँ एउटा देखाउँछु ल त हेर्नुस् है त। गाइस हामीले चाहिँ किरा पकाउन राखेको थियौं। हाम्रो पछाडीको चाहिँ गार्डनको किरा पाकेको थिएन बुटोमा फुटिरहेको थियो बुटमै। अनि त्यसपछि हामीले त्यसलाई टिपेर अनि यो कार्पेटमा पकाउन राखेको हो। अहिले चाहिँ पाकेको छ है गाइस, पाक्दै छ भनौं। यो केरा चाहिँ मम्मी किन घाँस गोड्न थाल्नु भयो त? तरकारी ल्याउनलाई खनेर तरकारी ल्याउनु हो। के तरकारी लाउने हो त? भेन्डी ल्याउनु हो, फर्सी ल्याउने हो, सागहरू ल्याउने हो। खेती सागसब्जी घरमै उब्जाएर खाए राम्रो हुन्छ। स्याहारी परेको हुन्न, त्यही भएर बसेर धार गरेछु। यहाँ खन्न सक्नुहुन्छ तरकारी ल्याउनलाई? सक्दिन, तैँले खन्दिस् तरकारी लाएर खाम्ला। तरकारी राम्रो हुन्छ, खन्न सकेर लाउने हो नि लगा झार गरिदिन्छु। तिम्रो नाम के हो बाबु? के नाम हो? निशान्त। यता बस त ल यसलाई कट अलि उता बस त। ल गाइस यहाँ मान्छे पाहुना जस्तो त देखेँ। अब खै यतातिर हो कि कतातिर पाहुनाको साइज चाहिँ बाटो छोडिदिनु पर्यो। हेरौँ कतातिर जानुहुन्छ, बजारतिर हो कि यतै हाम्रै घरतिर हो कि भनेको त ए हाम्रै घरतिर रहेछ। नमस्कार नमस्कार भान्जी। नमस्ते सन्चै हुनुहुन्छ? तिमी सन्चै छु? ल हाम्रा घरका पाहुनाहरू चाँडै जानु मेरो पावर ल्याइदिएछु हो र। आयो बा अनि कान्छी हाम्रो भेट कतिमा भयो अरे? के लागेको थियो? म भर्खर त भर्खरै त कति भयो? मङ्सिरमा न। अनि म असोजमा आएँ, कार्तिकमा आएँ, मङ्सिरमा आएँ, पुसमा पनि आएँ। पुसमा बाबिराई मकरमा न। अनि कस्तो छ त हालखबर गुल्मीतिरको नयाँ ताजा? गुल्मीतिरको हालखबर सबै ठिक छ, रमाइलो छ। खुसारी चाहिँ यस्तै कन्टिन्यू गर्दै म चाहिँ खाजा बनाउँछु। के खाने, चिया र मकै खाने कि चिया छुँदैछु न? डाइट कन्सियस एकदम। अब चियाले अलि ग्यास्ट्रिक बनाउँछ, त्यसपछि फेस बिग्रिन्छ, माग लागिरहेछ। हाम्रो हुनेवाला भाइ चाहिँ एकदमै भाग्यमानी हुनुहुन्छ। हामी त अब जे भेटाउ त्यही खानेमा पर्यो। यस्तो हुनुहुन्छ पुरा यो खान्न त्यो खान्न। अब हुन चाहिँ यस्तो पर्छ। हामी त एकदम अब भेटा जतिको खाने ग्यास्ट्रिक बनाउँछ, फेरि फेस बिगारिदिन्छ। अनि अब माग लागिरहेछ, पानी आउँदैछ। अब ख्याल गरेर नि पर्यो। ल त्यसो चाउचाउको झोल खाम। हुन्छ छोरो, चाउचाउको झोल खाने? ल बस हस्, म चाउचाउको झोल बनाउन गएँ ल। चाउचाउको झोल पनि बनाउने होला, खाने होला। गोडेको गोडै गर्नुभयो। तपाईँले तातो सबै भ्याउनुहुन्छ क्या हो? भ्याउनु भनेको हो। आयो नास्तामा के खानुहुन्छ? चाउचाउ खानुहुन्छ? मलाई त के रे नास्तामा च्याउचाउ बना, चाय बना। ए अब खाने हो, जाडो गरा। अब सक्दिनँ म, भोलि गर्नु होला। ल ल हुन्छ, भोलि गर्ने। यो चाहिँ बुवाले इन्डियाबाट ल्याएको कुरकुरे जस्तो हो, पिरो पिरो मिठो हुन्छ। म चाहिँ दिन्छु है। ल ल्याउनु कान्छी। यो वाट इज दिस? यो यसको नाम भनेको मुड्की हो है, मुड्की। यसको नाम बुवा ल्याउनु भएको इन्डियाबाट। ल यस्तो टेस्ट गरेर भन्नु त कस्तो छ। खाऊ तिमीले खाऊ, पिरो पिरो छ कि खाऊ। चाम्रो गन्दैछु
ल म चाहिँ मेरो गेस्टलाई आज यस्तो सुप खुवाउँछु। ल फाइनली साथीहरू हाम्रो चाउचाउ रेडी भयो। हेर्न सक्नुहुन्छ एकदमै यमी देखेको छ। अब चाहिँ हामी तातो तातो चाउचाउको सुप खान्छौँ र इन्जोय गर्छौँ। यता हेर, तिम्रो नाम के हो? निशान्त के हो? निशान्त बिके हो। आज कसको बर्थडे हो? दादाको। कसको दादाको बर्थडे हो? के गर्ने हो त बर्थडेमा अनि? यता हेरेर भन न, यता हेर। यता हेरेर भन, यता हेरेर भन। ल यता हेर, यता हेर। ल ह्याप्पी बर्थडे निश्चल दादा भन। ल यता हेरेर भन न। आई लभ यु दादा भन। हो र। ल हाई गाइज भनिदियो यसरी, यसरी हाई गाइज भनिदियो। यो को हो नि? यता हेर, यो को हो? कसको कान्छी हो? तिम्रो कान्छी हो? हो र। यता हेर। ल बाई बाई गाइज भनिदियो। यता हेरेर के बाई बाई गाइज भन। ल अब हाम्रो कान्छी चाहिँ घर फर्किँदै हुनुहुन्छ। मम्मीले चाहिँ एउटा कुटुरो दिनुभयो। एउटा यो कुटीरोमा केही छ, उयो गएर खोल्नु होला यो कुटीरो। कुटीरो यस्तो पाइन्छ। ल बाई बाई। कुटीरोले फेरि कुटीरो नखसाले। बाई अलि पछाडि राख्नु। बाई। ल यति भयो नि। ल म गएँ है साइकलमा। ल ल बाई भाइ छोप। खुट्टा टाढा गर भाइ। अनि आजको भिडियो चाहिँ हाम्रो भ्लग चाहिँ यतिमै इन्ड हुन्छ। कस्तो लाग्यो अनि हजुरहरूले चाहिँ भन्नुहोला। थ्याङ्क यू फर वाचिङ। बाई। अनि लाइक गर्न र कमेन्ट गर्न चाहिँ नभुल्नु है गाइजहरू, प्लिज रिक्वेस्ट गर्छु म।